तिमीलाई के लाग्छ योग्यता के हो त? धेरै पढ्नु, शारीरिक परिश्रम गर्न सक्नु, जागिर खानु, यही नै मानिसको योग्यता हो। तर धेरै पढेर पनि त्यसलाई सामाजिक आवश्यकता अनुसार व्यवहारमा लागू गर्न सक्दैन भने सर्टिफिकेट योग्य होला तर व्यक्ति योग्य मानिदैन। परिश्रम सबैले गर्न सक्छन्, तर अरूको परिश्रमको कदर गर्न सकिँदैन भने तिम्रो आफ्नै परिश्रम पनि टिक्न सक्दैन। त्यस्तै जागिर पनि सबैले खान सक्छन्, तर यसलाई पूरा गर्न इमानदारी र जिम्मेवारीले योग्य व्यक्ति चाहिन्छ। अनि जागिरबाट पाउने सेलरी ठुलो कुरा होइन, ठुलो कुरा त यसबाट कहाँ र कसलाई के योगदान दिइयो भन्ने हो। कसैको व्यक्तिगत होटल, अफिस वा संस्थाको अस्थायी जागिरमा दिइने योगदान र राज्यको समग्र क्षेत्रमा दिइने योगदान फरक कुरा हो र यस्तो अवसर योग्य व्यक्तिले मात्र पाउँछ। योगदान छ, के गर्यो तिम्रो योगदानले पनि? केही माखो मार्दैन। आफूलाई यहाँ संसार जित्नु छ, त्यसका लागि चाहिन्छ पैसा। बस पैसा कमाउनु छ। शान्त फर्सी भाइ, बस पैसा सबैलाई चाहिन्छ बर। पैसा सामानसँग मात्र साटिन्छ, तर जिम्मेवारी र योगदान पैसाले न किन्न सकिन्छ न बेच्न नै। पैसा पटक पटक कमाउन सकिन्छ, तर योगदान पटक पटक हुँदैन। छोडिदिनु यस्ता आदर्शका कुरा। तापैका आदर्शले जीवन चल्दैन। जीवन चलाउन र सम्मानित भएर बाँच्न पैसा नै चाहिन्छ। तिम्रो यो सोच बौद्धिक खडेरीको संकेत हो। खडेरीले नयाँ हरियाली पलाउन त दिँदैन नै, पलाउँदै गरेको हरियालीलाई पनि उजाड मरुभूमि बनाइदिन्छ। पैसाले मात्रै धनी भइन्छ भन्ने तिम्रो अहंकार र घमण्डले तिम्रो मन भित्रभित्रै गरिब हुँदै गएको छ। बुझिराख, गरिब मनले ठुलो धन कमाउने आँट गर्न सक्दैन। तिम्रो आफ्नै जीवन अझै सुरु भएको छैन। स्थायी कमाइको कुनै ठेगाना छैन। अरूको कमाइमा रमाउनु जस्तो सजिलो हुँदैन परिवार र सन्तानको जिम्मेवारी पूरा गर्न। पैसा त कमाउन सकिने चिज हो। विदेशमा रोजगारी गर्दा सेलरी 2.5 लाखसम्म म आफैले कमाउँथे, जुन तिमीले अहिलेसम्म कमाएका छैनौ। तर पैसा स्थायी हुँदैन रहेछ। किन परिवारको लागि जिम्मेवारी पूरा गर्दा परिवारका उज्जवल भविष्य निर्माणमा लगानी। यसलाई गरिबीको कारण देख्नु तिम्रो विवेकहीनताको पराकाष्ठा हो। तिम्रो विवेकहीनताले कसैको सत्यलाई बुझ्न सक्दैन, घमण्डले स्वीकार्न मान्दैन र अहंकारले सम्मान गर्न जान्दैन। तिम्रो खराब व्यवहारले तिमीलाई गलत मार्गतर्फ डाउराइरहेका छ। यो मेरो तिमीलाई सुझाव हो। फेरि पनि कमसेकम मानवीयताको मूल्य र मान्यताबाट व्यवहार गर्न सिकेनौ भने म तिमीलाई कुनै ठुलो चुनौती दिन्न। तिम्रो आफ्नै भोगाइबाट सङ्घर्षको अर्थ थाहा पाउने छै। तिमीलाई सिम्पल च्यालेन्ज, जसलाई तिमीले उसको हैसियतको आधारमा अपमान गरेका छौ, उसको उमेर जतिको जीवन भागेर देखाऊ। तिम्रो आफ्नै भोगाइबाट सङ्घर्षको अर्थ थाहा हुनेछ। याद गर, भरि दूध भएको भाँडो उम्लिए पनि सजिलै खाली हुँदैन। दूध बाँकी रहन्छ। तर भाँडाको पिँधमा थोरै मात्र दूध छ र त्यही पनि उम्लियो भने सबै पोखिन्छ। न आफ्नै लागि न आफ्ना मान्छेका लागि न।